हेलो गाइज, आज म ब्लक्स फ्रुटमा 761 लेभलदेखि 765 लेभल पुगाउनको लागि मैले क्वेस्ट लिएँ गाइज। अब म जान्छु एनिमीहरूलाई मार्न। गाइज ल म एनिमीहरूलाई मार्न पुगेँ। अब मैले एकजनालाई मार्दैछु। ल गाइज मेरो 1 किल भयो र हामीलाई क्वेस्ट कम्प्लिट गर्न 8 किल चाहिन्छ। गाइज मैले 2 किल पनि गर्न लाग्छु र मैले 2 किल पनि गरेँ। गाइज ल अब 3 किल गर्नलाई बढौँ। ल गाइज मैले 3 किल पनि गर्दैछु। ल गाइज मैले अब 3 किल पनि गरेँ। अब 4th किल गर्न जाम। गाइज मैले 4 किल गरेर भ्याइसकेँ। अब 5th किल गर्न जाम। मैले यहाँ पालो एकैचोटि मारिरहेको छु गाइज। अब 2 जनाले मार्छु एकैचोटि। हारको पछाडि आउँदैछ होला, यसलाई ड्यामेज दिएर मार्छु गाइज। अब मैले 5 जनाले मारेँ। अब यसँग 6 जना हुन्छ। गाइज मैले 6 जनाले मारेँ। अब लास्ट 2 जनालाई मार्न छ। गाइज ल मैले 7 किल पनि गरेँ। अब 8 किल गर्न बढौँ। ल गाइज मैले अब 8 किल पनि गर्न लाग्छु। गाइज मैले 8 किल कम्प्लिट गरेँ र मेरो क्वेस्ट पनि कम्प्लिट भयो। अब जाउँ क्वेस्ट लिन। गाइज म क्वेस्ट लिन जाँदैछु। ल गाइज म क्वेस्ट लिन पुगेँ। अब लिगम क्वेस्ट। गाइज मैले फेरि क्वेस्ट लिएँ। अब फेरि तिनीहरूलाई मार्न जाउँ। गाइज अब मेरो 762 लेभल भयो 761 देखि। ल गाइज म फेरि यिनीहरूलाई मार्न आएँ। गाइज म अब एकैचोटि 3 जनालाई मार्छु। एकजनाले हिट गरेँ, 2 जनालाई पनि हिट गरेँ। अब यहाँ मैले 3 जनालाई हिट गर्दैछु। 3 जनालाई एकैचोटि मार्छु गाइज। गाइज अब मैले 3 किल पनि गरेँ। अब यो ठाउँमा 3 जना अहिले स्पोन हुन्नन्, त्यही भएर मैले अर्को ठाउँमा जाँदैछु म। गाइज यहाँ थोरै रोकियो, केही हुन्न। जाम अब यहाँ अझै 3 जनालाई मार्न। तर गाइज मैले अब 3 जनालाई त मार्दैन, डाइरेक्ट 2 जनालाई मार्छु। अनि सिधा अरू किल गर्न जान्छु। ल गाइज अहिले मेरो 5 किल भयो। अब हामी 6, 7, 8 किल गर्न जान्छौँ। अब हेर मेरो कति लेभल हुन्छ र गाइज मैले 1 जनालाई ड्यामेज दिएँ र मैले 2 जनाले पनि ड्यामेज दिएँ। अब यसलाई मार्दै गर्छु। अर्को कति आउँछ हेरौँ। गाइज अर्कोले ड्यामेज दिन पुगेको रहेछ, त्यसैले म त्यसलाई ड्यामेज दिन गएँ र मैले त्यसलाई किल गरेर पनि भ्याएँ र म आफ्नो 8 किल गर्न पुगेँ। गाइज ल मैले 8 किल गर्दैछु र मैले 8 किल गरेर भ्याएँ। ल अनि मेरो
क्वेस्ट पनि कम्प्लिट भयो। मेरो 2 लेभल पनि बढ्यो। अब म फेरि क्वेस्ट लिन जाँदैछु गाइज। गाइज म अब क्वेस्ट लिने ठाउँमा पुग्दैछु। गाइज म अब क्वेस्ट लिने ठाउँमा पुगेँ। अब म क्वेस्ट लेख्छु। गाइज मैले क्वेस्ट लेखेर भ्याएँ। अब म फेरि तिनीहरूलाई किल गर्न जान्छु। ल गाइज म अब तिनीहरूलाई किल गर्ने ठाउँमा पुगेँ। ल अब म 1 किल गर्दैछु। गाइज मेरो 1 किल भयो। अब म 2 किल गर्न बढ्दैछु। गाइज अब मेरो 2 किल हुन लाग्यो। गाइज अब मेरो 2 किल भयो। अब म 3 किल गर्न जाँदैछु। गाइज म 3 किल गर्न पुगेँ र अब यसलाई मार्छु। गाइज मैले यसलाई पनि मारेँ। अब 4 किल गर्न जाँदैछु। गाइज म अब यसलाई मार्दैछु। गाइज मेरो 4 किल पनि भयो। अब म 5 किल गर्न पुगेँ। गाइज मेरो 5 किल पनि भयो। अब 6 किल गर्न जाँदैछु। गाइज अब मेरो 6 किल पनि हुन लाग्छ। गाइज मेरो 6 किल भयो र अब म 7 किल गर्न जाँदैछु। गाइज मेरो 7 किल भयो। अब म 8 किल गर्न जाँदैछु। गाइज अब 8 किल गरौँ। गाइज मेरो 8 किल पनि कम्प्लिट भयो र क्वेस्ट पनि कम्प्लिट भयो। हजुरलाई मेरो 761 लेभलदेखि 765 लेभलको जर्नी कस्तो लाग्यो कमेन्ट गर्नुहोला। बाई बाई।